दुईटा सचिवालय बनाउने तयारीमा छौँ हामीहरू सबैजना मिलेर। यसमा एउटा काठमाडौँ सम्पर्क कार्यालय हुन्छ जहाँ चाहिँ तपाईँको एउटा कल सेन्टर जस्तो हुन्छ र एउटा गोर्खाको लागि हुन्छ। यो कल सेन्टरमा तपाईँले कल गरेर तपाईँको आफ्नो समस्याहरू सुनाउनलाई, आफ्नो समस्याहरू समाधान गर्नलाई त्यहाँ टिम खटाइएको हुन्छ र त्यो टिमको माध्यमबाट चाहिँ आफ्नो गाउँठाउँको समस्या समाधान गर्ने। किनभने सोच्नु होला कति धेरै फोन आउँछ होला, एउटा देशभरिकै फोन आउँदो रहेछ तपाईँको, त्यसमाथि तपाईँको आफ्नो क्षेत्रको सानोतिनो समस्याहरू नै आउँछ। त्यो हरेक समस्याको समाधान गर्न ठुलो टिम चाहिन्छ। त्यो एउटा आफ्नो जिल्लाको अहिले हाम्रो यो अधिवेशन त भइ नै रहेछ, त्यो साथसाथै मलाई दिएको भोटको जिम्मेवारी जुन चाहिँ मैले वहन गर्नुपर्ने छ त्यसको लागि नै मैले एउटा सचिवालय र एउटा कल सेन्टर टिमहरू मैले राख्दैछु। र यसका लागि म हजुरलाई धेरै आग्रह गर्न चाहन्छु कि अलिकति धैर्य धारण गर्नु होला। किनभने यहाँ आउने बित्तिकै मलाई बाबु तिमी त आउँदै आएन, बधाई दिन पाएन, अबिर लाउनु पर्ने, सिन्दुर जात्रा गर्नु पर्यो होइन। मलाई थाहा छ हजुरको चाहना के छ, तर त्यो भन्दा पनि ठुलो चाहना त आफ्नो देश होला नि त। आफ्नो देश बनाउनु, आफ्नो क्षेत्र बनाउनु ठुलो चाहना होला नि त। सुदन गुरुङसँग तपाईँ एक हप्तामा जुन चाहिँ मैले बाचा गरेको छु त्यतिखेर तपाईँले फोटो खिच्नु सक्नुहुन्छ। भात खाउँला, सँगै बसौँला, गाउँला, नाचौँला, त्यो छ, म गर्छु। हरेक पालिकालाई एक हप्ता दिँदाखेरि मैले पर्याप्त समय छुटाउन सक्छु भन्ने हिसाबले मैले यो 7 दिन राखेको, ताकि हरेक गाउँठाउँ पुगेर तपाईँहरूसँग बसेर समस्याको समाधान गर्न सकोस्। न कि तपाईँको ग्रुपमा आयो ल नमस्ते हजुरले मलाई भोट दिनुभयो अब चाहिँ म लागेँ, यस्तो नहोस्। त्यसको लागि म आएको होइन। म त्यहाँ बसेर तपाईँहरूको समस्या सुनेर त्यसको समाधान गर्न आएको। त्यही भएर मलाई एक हप्ता मलाई तपाईँहरूले दिनुपर्ने जरुरत छ। म आफै तपाईँहरूसँग समय माग्छु, एक हप्ता मलाई तपाईँको पालिकाले दिनुपर्छ। त्यही भएर हरेक पालिकालाई यो महिना एउटा पालिका होला, अर्को पालिका मेरोमा चाहिँ आउनु भएन भने चित्त नदुखाउनु होला। म आउँछु, मिलाएर आउँछु, सबै कुरा हेरेर आउँछु र म एक हप्ता दिन्छु। यसपालिको एक हप्ता मैले दिँदै गर्दाखेरि अब मन्त्री पदको चिप्लियो, मन्त्री पदै खुस्क्यो र मैले यसलाई पोजिटिभली लिइरहेको छु। किन लिइरहेको छु भन्दाखेरि जब मान्छेले राम्रो काम गर्छ तब मात्र खुट्टा तान्ने मान्छे बेसी हुँदो रहेछ। म गर्वका साथ भन्छु कुनै पनि गोर्खालीको शिर निहुरिन दिएको छैन हामीले, कुनै पनि गोर्खालीको, चाहे 1 नम्बर होस् चाहे 2 नम्बर होस्, त्यो गोर्खाली नै हो। त्यही भएर गोर्खालीको शिर जसरी उच्च थियो म त्यो उच्च नै राख्छु भनेर तपाईँहरूसँग भोट मागेर भाषण पनि दिएको थिएँ र त्यो भाषण र त्यो बाचा पुरा गर्ने मेरो अभियानमा म चुके छुइनँ जस्तो लाग्छ मलाई चाहिँ। अझै पनि तपाईँले सदनमा देखेर मलाई हाम्रो मानेर त बोल्नु हुँदैन होला भनेर सोच्नु होला। बोल्नु त तपाईँले धेरैजनाको बोली सुन्नुभयो, भाषण पनि धेरैजनाको सुन्नुभयो। त काम गर्ने मौका छ, यो जस्तो अवसर हामी जस्तो मान्छेले कहिले पाउला भनेर मन्त्रालय धाउनेदेखि लिएर हरेक कुराहरू गर्नेदेखि लिएर हामी गरिरहेछौँ। र अर्को एउटा भ्रम आएको छ यहाँ, हाम्रो मामुदेज्यूले नि भन्नु होला अहिले यो कुरालाई पनि, गोर्खामा बजेट परेन अनि सुदनले बजेट पार्नु सकेन, कविन्द्रजीले बजेट पार्नु सकेन। एउटा कुरा बुझ्नुपर्छ हामीले, हाम्रो थाल भर्दै गर्दाखेरि अर्काको थालमा कति छ भनेर हामीले हेर्नुपर्छ। अर्काको थालमा एक सिता छ भने हाम्रो थालमा पुरै राखेर हामीले चाहिँ ल हाम्रो चाहिँ पेट भर्यो किनभने हाम्रै समस्या ठुलो भनेर हामीले भन्नु हुँदैन। त्यो गोर्खालीको एउटा नजिर होइन जस्तो लाग्छ मलाई, गोर्खालीको एउटा नियत होइन जस्तो लाग्छ। गोर्खालीको छातीमा त्यसो छ जस्तो मलाई लाग्दैन। सुदूरपश्चिम छ, कति दुःख पाएको छन् उहाँहरूले पनि। तपाईँको त्यही अनुसारमा मधेस छ, मधेसले कति दुःख पाएको छन्, कर्णाली छ, कति दुःख पाएको छन्। र सबै कुरा बजेट हाम्रोमा मात्र राख्ने हो भने चाहिँ मेरो विचार गोर्खा चाहिँ बन्ला, देश चाहिँ बन्दैन। हामी देश बनाउने अभियानमा आएको, त्यही भएर देश बनाउनलाई हामी सबैजना मिलेर गर्नुपर्छ। अर्काको थालमा पनि मेरोमा छ भने मैले त्यो एकमुठी अर्को ठाउँमा राख्नुपर्ने हुन्छ। तपाईँ हाम्रो जिम्मेवारी हो, एउटा नागरिकको जिम्मेवारी हो। हाम्रोमा बजेट पऱ्यो भने तपाईँ नडराउनुहोस्। त्यसको लागि हामी कविन्द्रजी हामीहरू काम गरिरहेछौँ। बजेटमै भाषणमै भन्नुपर्छ भन्ने छैन। योजनाहरू कति कुराहरू फिल्डमा भए हुँदैन र मैले देख्छु हरेकजना बोलीमा मात्र विश्वास गर्छ कि किन कहिलेसम्म हामी यो बोली र भाषणमा मात्र विश्वास गर्ने, काममा कहिलेदेखि विश्वास गर्ने हामी। तपाईँको यो उम्मेदवार त खटिरहेछ त, गोर्खामा के भइरहेछ कसो भइरहेछ म खटिरहेको छु। हरेक कुरा हामीले पोस्ट गर्दिनौँ होला, तर त्यो एक न एक दिन रिजल्टमा त आउँछ नि त। धेरै स्ट्राटेजिक पुलहरू परेको छ, किनभने सुरुमा त हाम्रो गोर्खा तपाईँको छुटेको छ। गण्डकी गाउँपालिका शहीद लखन भयो, तपाईँको पुलहरूले तपाईँको पारी तपाईँको टुरिज्म क्षेत्र छ, हाम्रो वारी भनेको बिगड्छ। यो मैले बुझेको छु। त्यही भएर स्ट्राटेजिक पुलहरू त्यसको लागि सबै ठाउँमा हामीले गुहार गरेर हुन्छ कि तपाईँको मन्त्रीसँग कुरा गरेर हुन्छ कि बजेटमा राखेर हुन्छ कि त्यो हामीले गरेका छौँ। र
र रातो किताब आइपुगिसकेको छैन। रातो किताबमा छुटे पनि अर्को पालि 100% आउँछ, किन सबै कुरा हाम्रोमा राख्नु मिल्दैन। र अहिले रातो किताबै नआइकन ल हाम्रोमा त हाम्रो अर्थमन्त्रीज्यूले बोल्नु भएन, योजनै परेन, त्यो थोरै नलेजले गरेर हामीले पुरै भ्रम बनाइसकेपछि सुदन गुरुङले बजेट पार्न सकेन, कविन्द्र बुर्लाकोटीले बजेट पार्न सकेन। हामीले गर्छौँ, त्यो हाम्रो बाचा हो, आफ्नो ठाउँ 5 वर्षका लागि आएछ। यो एकै महिनामा हामी सांसदहरू जानेवाला छैनौँ। 5 वर्षमा हामीले धेरै काम गर्छौँ र आफूले गरेको बाचा पुऱ्याएर मात्र जान्छौँ। त्यसपछि जिम्मेवारी तपाईँहरूको। त्यसपछि भन्नु होला नेक्स्टचोटि म नमस्ते गरेर बाबु तिमीले बोलेको कुरा पुराएन, त्यतिखेर भन्नु होला, त्यतिखेर म भन्छु तपाईँलाई मैले पुऱ्याएँ कि पुऱ्याएन भनेर। त्यही भएर म हजुरलाई सादर अनुरोध गर्न चाहे यो कुरामा पनि। अर्को कुरा, अहिले हामीले जिल्ला